हेलो गाइस, आज चाहिँ हामी माथि सल्लाहबारी साइड घुम्न लागेको होइन। अन्त जस्ट स्टार्टिङ अफ द ब्लग है, कस्तो हुन्छ के हुन्छ तपाईँहरू हेरिदिनुहोस् होला हो। जे मिस्टेक भयो कमेन्ट डाउन है। अन्त फ्युचरमा पनि आउनेछ, सो लाइक सेयर सब्सक्राइब। सो वी आर टोटल 4 पिपल इन्क्लुडिङ मी है। सो हेरौँ त जाउँ बाटोमा के हुन्छ। यहाँ चाहिँ अर्को साथी होइन, ट्याक्टर लगाएर हामी चाहिँ जानु आँटेको माथि। यसो घुमिदिउँ भनेको ल 2 दिन बाद पानी रहेको नि त होइन। देखेको चाहिँ बिजुनबारी हो है। क्यामेराले भेट्छ कि भेट्दैन देखाइदिइराखेको। टक्क यहाँबाट चाहिँ हाम्रो 2 जना जान्छ। अनि साइड टुर देखाइदिउँ है। ब्रेकबाट हात नजाउ न, पछाडि सुल्किनु। सेटी छ है तल 3 देखि 2 झारेर मात्रै रोक्यो नि बाइक त। अन्त ब्रेक छैन नि त मेरो पछाडिको। छिटो न खुट्टा पोलिसक्यो तातेको नि। एकदमै यहाँ त बाटोको तारिफ गरेको बाटै सक्यो त यार। यहाँ त कस्तो डरलाग्दो बाटो यार। के हो
भयो ए हामी चाहिँ यहाँ सल्लाहबारी ग्राउन्डको छेउमा छ हो यहाँनिर चाहिँ टाइपो पाउँछ अरे 20 रुपियाँ गोटामा क्या यो दोकानमा अन्त हामी अब त्यो खानु आँटेको है घुम्न आएको पनि राम्रो अब 20 रुपियाँ गोटा अहिलेको जमानामा टाइपो पाउँदैछ ट्राई गर्नुपर्छ यार रहेछ हो यहाँ साइडबाट चाहिँ भरे पानी पर्न सक्छ यहाँबाट त्यस्तो दामी देखिँदो रहेछ कि यहाँदेखि अझै माथि जानु हुन्थ्यो तर क्यामेराको ब्याट्री नै सक्यो क्या हेलो कस्तो मजा कुकुर रहेछ मैला रहेछ तर तिमी मैला भयो कस्तो यहाँ टाइपको चाहिँ आयो हाम्रो 20 रुपियाँ गोटा टाइप हेर्नुहोस् है ए खाइ पनि सकेछ है यसो कस्तो भयो 20 रुपियाँ गोटा टाइप ए खाएकै छैन लु हामी खाने त अब अब चाहिँ हामी यो टाइपको दोकानबाट निस्केको होइन एकदमै भिजिसक्यो पानीले एकैछिनमा पानी परेर यहाँ पुसाइ हुँदैछ यो है दोकान चाहिँ यहाँ ग्राउन्डको छेउमा छ 20 रुपियाँ गोटाको टाइपो पाउँदो रहेछ